हेलो नमस्ते सबैजनालाई। एकदम धेरै लङ टाइम पछि चाहिँ मेरो भिडियो आउँदैछ आज हैन। म चाहिँ यस्तै सिजनहरुको वेट गरिरहेको थिएँ कि भिडियो बनाउनलाई पनि। हेर्नुस्, अनि आज चाहिँ हामी जाँदै छौं बारबिक्यू गर्नलाई, मासु पोलेर खानलाई हैन, वहाँ माथि क्यास्टल। भिडियो चाहिँ अझै मैले पहिलेदेखि बनाउनु पर्थ्यो। सबै सामानहरु चाहिँ हामीले वहाँ बोकेर हिँड्दै हुनुहुन्छ। म चाहिँ सक्दिनँ बोक्नलाई, अनि त्यही भएर उता बोकेर हिँड्दै हुनुहुन्छ। अब चाहिँ घुम्नलाई लास्ट मजा आउँछ यो सिजनमा चाहिँ, सबैतिर हरियाली हुन्छ। यामा यो त कस्तो झाडी बदेल। हामी चाहिँ जम्मा 3 जना हैन त, कति रमाइलो। मान्छे धेरै नचाहिने 3 जना। वहाँ अगाडि लम्राङ हिँड्नु भएको मेरो काका। औ म त हिँड्न नसक्ने भइसकेँ। ल अब म आजको भिडियो चाहिँ हामी बारबिक्यू गरेको देखाउँछु हैन। यो चाहिँ मेरो फर्स्ट टाइम हो यसरी वहाँ माथि गएर मासु पोलेर खाने भनेको चाहिँ। म आएको चाहिँ अब 1 इयर हुन लाग्यो म, तर गएको थिइनँ बारबिक्यू गर्नलाई। अब आज चाहिँ हामी 3 जना मात्रै जाँदैछौँ। मलाई त अहिले सबै हिँड्ने बानी गइसकेको छ। पहिला त हिँड्थ्यो त सुपिङको डाँडा। अगाडि हिँड्न सक्नुभयो। म केही बोकेको छैन, तै पनि म हिँड्न सकेको छैन। सास फुलिसक्यो मेरो। यो चाहिँ ट्रेन आउने उसो लिक यतापट्टि पनि छ। यसले छेक्याएर छ। उनीहरू वहाँ पुगिसके, म हिँड्न सकेको छैन। ल आज हामीसँग बारबिक्यू गर्ने है त। भिडियो हेरेर इन्जोय गर्नु होला। अब म चाहिँ उनीहरूलाई भेटाउँछु है। अहिले एकछिनमा भेट्छु म। वेट। लाग्यो अब जङ्गलतिर। जङ्गल चाहिँ सुरु भइसक्यो। मैले भेटाउनु लागिसकेँ त। हजुर यो त नेपालतिर जस्तै छ त। हेर्नु नि, यहाँ फुलहरू एकदम राम्रो छ। यता जङ्गलमा चाहिँ हिँड्न नसक्ने अवस्थामा पुगिसक्यो होइन। लास्ट गाह्रो भइसक्यो। फेस पनि पुरै रातो भइसक्यो मेरो गर्मीले। एकदम गाह्रो। मेरो बानी हटेछ हिँड्ने। उनीहरू वहाँ पुगिसके यति बस्नु जस्तो भइसक्यो मलाई चाहिँ। हिँड्न नसकेर गाह्रो भएर फेस पनि पुरै पोल्न थालिसक्यो, रातो भयो। गर्मी भयो अहिले त। अचानक रुमबाट बाहिर निक्लिँदा चिसो चिसो जस्तो लागेको थियो। अहिले त धेरै हिँडिसकेको छ क्यारे। सानो यस्तो दामी चौर। 2 जना वहाँ पुगिसके। यस्तो दामी खालको तर फुल फुलेर सब रुमबाट देख्छ कि यो। अनि यहाँ चाहिँ जङ्गलमा चाहिँ पुरै व्हाइट कलरको फुल फुलेको देख्छ। अनि त्यो पार्क र अनि रोड साइड एरियामा चाहिँ पिङ्क कलरको फुल फुलेको देख्छ। त्यो साकुरा। के भयो? पेड़ देखाएर बस्यो उनको। यसलाई भन्नु न हामीलाई लग्दै भनेर। यहीँबाट जान्छ लिएर हिँड्नु कि अब। बोल्नु न तपाईँहरू।
यहाँ भिडियो त पुरै जुम भएछ अगाडिको झन् कत्रो देख्यो होला त पुरै मुख त ए काका यो लिनु न बरु भिडियो बनाउनु यस्तो अलिअलि त बनाउनु परिहाल्यो नि अझै धेरै बाँकी छ हो पिँधमै हरे के बोले भाइ तिमीले फेरि बुढालाई भाइ भन्छेस् भन्लान् चल्छ कि अब यस्तै हो चलाउनु पर्छ मम्मी कस्तो मजाले चराहरू गरेर आपुगे यस्तो शान्त म त भेटाउन सक्दिनँ अब कति कुदेगा कि म त आउन्न अब मेरो फर्स्ट एन्ड लास्ट यही हो म आउन ओह मान्छेहरू नि आइरह देखि नै छोडे भाइ उनीहरू त मान्छेहरू गएर फर्किँदै न हामी चाहिँ जाँदैछौँ कतिखेर गएर कतिखेर मासु पोलेर खाएर कतिखेर फर्किने थाहा छैन तपाईँ टुसुक्क बसे हेर्नु नि त्यहाँ मेरो काका लास्ट गाह्रो भएछ हेर्नु आयो बिचरालाई गाह्रै भएन मलाई मात्र किन यस्तो गाह्रो लु म चाहिँ यहाँ लौरो टेकेर हिँडिरहेको छु यो विदेशीहरू किन यति धेरै बलियो हुन्छन् गोरुको मासु खाएर हो तपाईँ खानु कसले तपाईँहरू त जे नि खान्छन् ए त्यत्रो बाँकी हो म अझै ए छ्या झन् हिँड्न नसक्ने मान्छे झन् मेरो एउटा बोतल ठाउँमा दिएर छैनन् छोडेर उहाँ पुगिसकेछन् मलाई एकजना त झन् कहाँ पो अनि यो मेरो जस्तो जहिले यो प्रब्लम ककललाई हुन्छ कि यो हिँड्यो कि लेस फुस्क्या गरेर दिमाग खराब भइसक्यो मेरो अब यो बाँध्नु कि हिँड्नु म हेर्नु न म कहाँ हो एकजना त लौ यहाँमा कति अगाडि हिँडेको मेरो लेस फुस्क्यो क्या फेरि यार म त आउनु अब त यस्तो हिँड्ने ठाउँमा त मलाई झ्याउ लाग्छ तपाईँहरूले अझै बाँकी छ भने न यहाँ चाहिँ फेरि गाडी हिँड्ने जस्तै बाटो रहेछ यहाँ गाडी आउँछ अनि बाटो त ठुलो छ त हेर्नु न कसले गयो मलाई माथि कास्टल फर्स्ट टाइम हो नि त मलाई अघि नै भनिसकेको थिएँ दाउरे दाउरा छ यहाँ बरु हेर्नु मम्मी सुपिङ हिँड्दाखेरि कति दाउरा खोज्न हिँड्नु पर्थ्यो यहाँभरि दाउरै दाउरा छ जङ्गलभरि जति लय नि भयो
आयो आयो अब चाहिँ आयो रे एकछिनमा फेरि बनाउँछु भिडियो हात गलो खुट्टा गलो सबै गलो मेरो आऊ यति धेरै हिँडेपछि बल्ल आइपुग्यो हो यस्तो पो रहेछ हेर्नुहोस् पुल पनि रहेछ त त्यो माथिको चाहिँ के होला यस्तो क्यास्टल आइपुग्यो कस्तो डरै लाग्ने हो कति वर्ष पुरानो होला यो यता हेर्नु न केही भन्नु न अब म के भन्दिनँ म अहिले थाकिरहेको छु ट्याटु देखाइदिनु न त अब यस्तो दामी हो म नि हान्न पर्यो ल अहिले एकछिन हान्नु होला म हान्छु साँच्ची हो के कोही वहाँ पुग्यो टावर खोज्दै खोज्दै चिप्सहरू यति किनेर लिएर जाँदा रहेछन् आज गढी जस्तै छ यो चाहिँ नेपालको ए नेपालको के भन्नु कहाँको रे जाना होला धनी हुन्छ खन्न थाल्नु अब चस्मै ल्याएन कहाँनिर देख्नु भयो ए को निम्ज चाहिँ झन् खरानी खरानी उठ्छ हेर्न दुईटा ला आगो बाल्नलाई लाइटर ल्याएको थियो ए लाइटर त भइहाल्छ हेर्नुहोस् यहाँ कोही तपाईँ के गर्दै हुनुहुन्छ जनता जान्न चाहन्छ त्यता पछाडि चाहिँ डेटिङ बसिरहनु ए म त एक्लै बस्दिनँ जानी मलाई एक्लै छोडेर हिँड्छ आगो बल्यो 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 कता पर्छ हाम्रो बिल्डिङ देखिरहेको त कहाँ देख्छ उ देखे त उयो त्यो स्टेडियम भन्दा मुनिको हेर न म त देखिनँ कहाँ यहाँबाट हेर्दा त कत्रो ठुलो देखेको ल ढलो अब कतिखेर रेडी गरेर कतिखेर गर्ने हो
ल आगो बालिसक्नु भयो फाइनली भन्नु न धेरै दुःखपछि हो लास्टै दुःख यहाँ आगो बाल्ने अनि यहाँ आइसक्रिम खाने कसले गर्छ वरिपरि बसेर होइन आगो ताप्दै आइसक्रिम यहाँ हेर्नु तपाईँलाई त कस्तो कालो देख्यो यार मेरो डाबर आएको आम्मामामा आगो त बवाल बोले त भोरो भयो त तपाईँ नेपाल गएर के गरेर खानुहुन्छ यसरी अँ मलाई जङ्गलतिर जाँदाखेरि जहिले हो कि नेपालमा पनि त्यस्तै हो नेपालै आज जस्तो त छ नि यो कुन चाहिँ राम्रो जरा सबै आए यहाँ उडाउनु खोजेको भएन गर गर यो एकचोटि दाउरा मिलाइदिउँ भनेको त्यसको नि तातो यहाँसम्म आयो यो त शिवरात्रिमा आगो तापे जस्तो भयो त शिवरात्रि आएर बरु पार्नु होइन यहाँ एक दिन आउने हो बस्ने गरेर आउने अब प्लान गर्नु पऱ्यो केटाहरूले केटा भूत होला हट त्यस्ता भूत हामी चाँडा आएपछि हामी भूत हुन्छ यहाँ यहाँ म भिडियो बनाइरहेको छु भाइ फरक पर्दा टक्क यहाँ बसेर बरु होइन नेपालमा नि त्यो उयो के अरे यस्तै छ नि के भन्छ म त भन्नु न बोल्न न किन बोल्नु होइन के के अरे गडी बरु त्यसलाई संरक्षण गरेर अहिले कति राम्रो बनायो होइन अनि यो त किन यस्तो गरे होला है के गरे अरे मेयर भएर के गरे अरे यहाँनिर चाहिँ एउटा रुम जस्तो रहेछ होइन सबै फोहोरै फोहोर युद्ध लड्दा त होला नि अनि यो त्यही त होला पुरै ठाउँमा त उवान छ यहाँ पनि छ जर्मनको र यिनीहरूको पर्थ्यो होला र यो हामीले खाल्टो बनाएर चाहिँ आगो बाल्नु पर्ने थियो कि है मैले भनेको योलाई यो कोइला भएपछि त भयो नि होइन र होइन कि खाल्टो हुनुपर्ने क्या आगो हावाले उडाइरहन्छ तपाईँहरू त्यो काम गर्नु म बसेर खान्छु हो त्यही भन्छ क्या अलिकति आनन्द दिन्छ ड्राई पिकनिक ए मैले कहाँ ड्राई पिकनिक भनेको यसलाई के भन्छ बारबिक्यू भन्छ होइन जिनिस चिन्नु पर्यो त्यो अचार हाल्ने हो नि अलिकति अचार पनि थोरै हाल्नु हेर त्यसमा सबै छ नि त अलि नपुग्या उयोहरू सबै छ नि त अदुवा सदुवा यो नुन पनि हालेको नि यसले नुन पनि यस्तो मेहनती भएपछि मैले केही गर्नु पर्दैन पानी नै बनाउनु पर्छ अचार ल्याऊ अनि थोरै पानी ल्याऊ अब यसलाई गिलै लटप्दै बनाएर फेरि कलेजो पनि छ है त्यो त हाँस त भाइ ऊ त हाँस्छस् त्यही त हाँसेर एक पिसमा फका होला कि त्यसलाई दिँदैन हामी पुग्दैन भन्नु न दिस इज शिवधुनी ल ल्याऊ कलेज ल्याऊ चेक रिपब्लिकमा शिवधुनी काका भाइ हेर्नु नि टाउकम फुलको बनाएको कति राम्रो मरै दिँदैन जति भन्नु दिन्छ भनेर फकाउँदै गयो यिनीहरूलाई मरा के दिन्छ तिमीहरूले अब बरु खाल्टो चाहिँ बनाउँदै गएर पाएको बोयफ्रेन्ड छुट्यो होला लिनु सबै पल्लिने अब मर मसला छैन त गर्नै पर्यो भनेर ओइ दुईटा गर्ने दुईटा पर्दैन एकपट्टि राखेपछि एकपट्टि च्यापेर यता आगो सार्ने
ए त्यो भनेको यता हेर्नु न यता हेर्नु न तपाईँ ए के हो र जबरजस्ती तपाईँ यता हेर्नु भने होइन 2-3 चोटि घुमे फेरि कुरा आयो होइन ओहो राम्रै होला नि त भन्न थानेको त अब त्यसो भए त्यही केटीसँग बिहे हुन्छ तपाईँको हुँदैन मरे नि म गर्दै गर्दै हो त्यस्तो भन्नु त झनै पर्छ बिहे नै नगर्ने भइसक्यो हो म बाबा भन्ने हो बाबा हो अनिस बाबा ल सल पोले यार गर्छ जस्तो के गर्छ म चाहिँ त्यत्रो त्यो बोतलमा खानु हो अब भाँडा आउनु त अब उयो पानीको बोतलमा राख्नु त्यो झन् ठुलो छ यति हो साउन्ड झोलामा हालेर कमाइहाल्छ तपाईँले खाएको देखिरह नाच्नु त अलि राम्ररी खाएर नि भ्याइसक्यौँ भने त गाइस हो गाइस हो सकिसक्यो मासु खाएर तर यसमा त चटनी नचाहिने जस्तो भयो चटनी नै हाल्दै हो नि लेजेन्ड हो नि त हो हेलो खाइन भने नि तिमीले अहिलेसम्म दामी हुन्छ यसमा त रोग हुन्छ होला खाऊ 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 न खाऊ दामी भयो धेरै पोल्नै परेन क्या कलेजमा त काँचै खान्छ म स्ट्याटु दौडे त्यो त यार यो लास्टी दौडे भयो अलि खस्ला नि त्यसरी फ्याँक्दा यहाँ यस्तो भइरहेको क्या छाला पाकिरह भित्र अलि पाकेको होइन कि अब यिनीहरू हेर न कस्तो मजाले आस्ते आस्ते पाकिरह आएर पनि खाइयो नि त वाइ नट
पछि जे पनि हुन्छ त्यही पनि मलाई त मेरो त अझै मुडै थिएन आउने तपाईहरुले नि तपाईहरु हैन पार्कतिर जाने भनेर हिँड्या कि हामी कहाँ जाने नि अहिले मासु बोलेर खान जानु भनेर हिँडेको तर हामी हिँड्न चाहिँ कहाँ हिँडेको थियो सुधि मैले एक्कासी बनाएर बनाएर म रेडी भएँ भनेर बोलायो हिँड्दिएको म त कहाँ रेडी भयो थाहा छैन रेडी भएर आऊ भन्नु तल आयो हामी चाहिँ चुलार कहाँ गयो कहाँ रेडी मैले अझै भनेको थिएँ ल जानु नाच्नु न तपाईँ पुरा हेरिरहेको छ नि यहाँ चाहिँ मासु बाँकी छ भनेर देऊ न देऊ के हुन्छ त खोइ मिल्दैन यहाँ सोध्नलाई हो र तपाईँ नाच्नु भने अब आधी त भ्याइसक्यो होइन अब उतै बाँकी हो त्यही भनेको के मुजु भनेको चाहिँ म बस्न सक्छु भने हो कस्तो राम्रो काम गरे गाउन गाउनु ल अब जाम मेरो पढाइ नै आफ्नो नाम लिएर पो भन्छ यसलाई इन्ट्रोडक्सन गराउनै आउँछ अब हाम्रो सकियो हैन त हामीले भ्याम हैन सबै खाएर अनि प्याक पनि गरिसक्यो सबै सामानहरु भइसक्यो उयो त रमाइलो नि उयो कान्छी मेरो कान्छी हो यहाँ कान्छी मेरो कान्छी हो त्यता चाहिँ हैन अब त्यही हो बोका अब हामी फर्किदै छौं यहाँबाट बाइ 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 आए यताबाट फेरि यो ए पानी दिदियो त ल जाम अब जाम पुराइन्छ कि भन्यो भने त यसो काट्नु पर्छ क्रोएसियाको यो क्रोएसियाको 3 वर्ष कार्ड हुनुपर्ने यहाँ आएर काम गर्न चाहिँ त्यसको 2 वर्षको म्याक्सिमम पनि 2 वर्ष हुनुपर्छ ए मिनिमम पनि त्यो त्यहाँ गएको कति घनघोर जङ्गलबाट अब हामी फर्कियौँ महिनामा कार्ड अब कम्पनी अनुसार हुन्छ कम्पनी अनुसार पो हो कम्पनीले अब कति गर्न सक्छ कन्ट्र्याक्ट कति दिएन कन्ट्र्याक्ट दिए पनि भद्या नि 1 वर्षको कार्ड हो कि मलाई चाहिँ कस्तो जाडो भएर मैले उन्प्रुफ लगाएँ होइन अब त त्यो घाम डुब्न थाल्यो भएर होला चिसो चिसो हुँदै आइरहेको कि यहाँ हेर्नु यो कस्तो ठाउँ हो यो डरै लाग्ने हो ए आउनु न हौ आउनु भने आउनु भनेको के हेरेको त्यहाँनिर बसेर यहाँ सबै जङ्गलको बिचमा त घर हुन्छ नि त्यो टिप्नु तिनीहरू नि फर्क्यौ होइन के को कान्छी तपाईँको मोटीहरू यत्रो यत्रो तर तपाईँलाई त हेर्दाखेरि होइन अनिस
तपाईँलाई त मोटिनै पर्छ हेरी बस्नु मोटिनै पर्छ लम्बु लागि डल्ली पर्छ तर त्यस्तो लम्बु चाहिँ छैन नि ल भन्नु म लम्बु छैन होइन यता अनि मलाई डल्ली भने पागल हो क्या हो किन तपाईँको यो फोहोर फाल्दै भन्ने बरु त्यही भनेको गाडी आउँछ छ नि त बाटो यहाँ मलाई काम लाउने है यस्तो मार्क किन गरेको हेर्न त्यहाँ अलि लजिक लाग्ने कुरा गर्नु त्यो मन लाग्यो त्यसलाई बनायो होइन कस्तो मान्छे जन्म्यो होला सुनसान रातमा यो हामी जङ्गलको बाटो रात चाहिँ हलिँदै हिँडेको माया रक्सी खाएर तिमीलाई नै सम्झी जाड जाड जडीहरू बोल्न थाले गाइस हेर्नु गाइस अहिले तल गएर खाने खा एक दुई क्या अब नाच्दै हिँड्नु पर्यो हो अब नाच्नै पर्दैन चिसो काँचो अनि सबै घाँटीबाट सर गाँस लाग्छ अनि के गर्नु यो सबै हाल्ने हो म फुली नाकैमा बुलाकी यसपालि त घरबारै होला के होला कि भन्नु न ए झम्के फुली नाकैमा बुलाकी यसपालि त घरमा केटी खोज्ला कि नखोज्ला कि तपाईँ आफै खोज्नु घरबाट नखोजे भएको एउटा गर्लफ्रेन्ड नि अर्कोसँग लाग्यो नभएपछि लागे भएर होइन म बसी हो कि मिलाएर बुझाउनु त्यही लाग्यो मान्छेलाई एउटा हातले बोतल बोतल अर्को हातमा चुरो बोतलको पानीले हेर्नु सन्काइसानीले इज्जत गयो पिउने बानीले त्यही त भने अब केटी पाउँदैन छेउमा आउनै हुन्न मगमग बसिहाल्छ काँचो बियर देख्नै हुन्न यो मुख रसाइहाल्छ बोतलको पानीले मैले त तपाईँहरूलाई न क्यामेरामा देखाउन सकेन काँचो बियर देख्नै हुन्न यो मुख रसाइहाल्छ अब त्यसपछि के भइहाल्छ कुन्नी के हो थाहा बोतलको पानीले अरे मेरो हात गल है हेर जिन्दगी मान्छे भारी बोकेर गले हामी त आफूले कस्तो खाने मान्छे कोकोनट अर्को जस्तै ठाडो हो यो उकालो त साथीहरू होला नि तिनीहरूले त धेरै कमाउँछन् होला है त्यही भएर कति राम्रो राम्रो बाइक त्यही भएर अनि लक्जमबर्गमा त अनि एकदम राम्रो छ तिनीहरू फेरि यहाँ बस्ने होइन रे प्लेजन रे अहिले प्लेजन जान्छ रे उनीहरूको बुकिङ होला त्यो होटलमा कति दिनको के उहाँ ओह्रालोमा हिँड्दा नि खुट्टा काम छ नि यता हिँड्नु भयो यहाँ हाम्रो सबभन्दा अग्लो काका बिचरालाई कति रहर ला खोजिसके त तपाईँको ब्याग कस्तो भएको हौ त्यो पानीको बोतल कसरी राखेको तल र माथि अब त घर जाने है सिधै हिँड्नु तपाईँहरू नाटक नाइ के यार कस्तो एकदम इरिटेट लागिसक्यो मलाई यसको सेन्ट मलाई एकदम टाउको दुख्छ नि फेरि बढी नबोल्नु है काँचो बियर देख्नै हुन्न यो मुख रसाइहाल्छ
ए साँच्ची हामी तीनैजना हेटौँडाको होइन त तपाईँको कान्छी आइरहेको थियो त त्यसले त बोकेर लान्थ्यो हेर्दै हेर्दै यो सबै हाल्यो तपाईँहरू जति के राख रे म सक्दिनँ भाइ म सक्दै सक्दिनँ मलाई यहाँ इरिटेट लाग्छ कोही भन् दुईटा पोका पोका एउटा हातमा हेर्नु यतातिरको रुख यो कस्तो हो कि यो पुरै सबै एउटै मिलेको जस्तो छ भने कसरी हेरे तपाईँले त होइन ले काली चोयाको डोको त्यहाँबाट के भन्छ यस्तो केटासँग कसले बिहे गर्छ होला त्यहाँ बसिन्जेल केही रमाइलो गरेनन् होइन नाटक नगर्नु नाटक नगर्नु कलेजीमा डम्मै हेर्नु त आँखा मारे घाम त घुमी घुमी यतै आएछ त डुब्न हेर्नु त के गर्ने भनेको यहाँ म फोरिदिन्छु मलाई त के गरे भन्नु न होइन मलाई भित्र एउटा एक्स्ट्रा चाबी थियो र अझ त्यो नभए त नभए भए अनिसको रुम छँदै थियो नि भने त्यही भएर आइया खुट्टै दुखो चाहिँ हामी आधी बाटोमा आइपुगिसक्यौँ उनीहरू दुईजना चाहिँ अगाडि अगाडि उहाँ पुगिसक्यो होइन म चाहिँ बिस्तारै हिँड्दैछु तर रमाइलो भयो तीनजना मात्र भयो नि एकदम रमाइलो गरियो आज विकेन्ड आज चाहिँ मनाइयो जस्तो भयो अब सोमबार मङ्गलबारबाट फेरि ड्युटी सुरु हुन्छ नि त अनि आज चाहिँ जे उस्तो रमाइलो भयो नत्र म रुममै बस्नुपर्छ अलिक झ्याउ पनि लाग्ने दिक्क लाग्ने बेला बेलामा त हिँड्नु पर्छ अघि हिँड्न त मलाई एकदम गाह्रो भएको थियो अहिले आउन त ओह्रालो भएर एकदम सजिलो भयो अब आधी बाटोमा ओह्रालो त छिट्टै सकिन्छ नि यस्तो राम्रो छ कि वाइट त देखिँदैन है यहाँनिर यस्तो छ कि पुरै वाइट कलरको फुल छ कि जङ्गलमा चाहिँ यस्तो राम्रो छ त नेचुरली हेर्दा चाहिँ राम्रो छ अब क्यामेरामा चाहिँ अलिक राम्रोसँग अब त्यो क्याच गर्दैन नि त तर राम्रो छ बल्ल आइपुग्यो नि त गाइस हाइवेमा आइपुग्यो बल्ल आनन्द भयो गाइस नाच्नु न तपाईँ नाच्नु हुँदैन ए हुनु रहेछ त गाइस गर्नु तपाईँ नाच्नु त साइकल लिएर हिँडिरह
This is class terrace, guys. हो त नि क्लास terrace हैन यो यिनीहरु कता जान थालेको गाडी लिएर कादन जान्छ यताबाट त कादन जान्छ हो र यहाँबाट कादन त टाढा पर्छ होला नि त भाइले फोनै लाएन नजिकको हो भाइले फोन लाएन है हो र यही सरकोमै होला के हा गाइस भाइलाई फोन लाएन यो मैले पनि कोही त रे कसले ल हेर्नु त हेर त बौलाएर यतातिर हिल्ला कि नहिल्ला कि अनि बुढा बौलाए यत्रो भारी बोका फोर मलाई भने जस्तो फोरमा केही छैन घर चाहिँ गाइस उहाँको हेटौडै हो फेरि हैन कसैले यता हेर्नु न कसैले चिन्छ भने सम्पर्क गर्नु होला चेक रिपब्लिकमा बौलाएर फोरको झोला बोकेर हिँड्यान भेट्यो भने चाँडै घरको मान्छेलाई सम्पर्क गराइदिनु त्यही त गाइस हो तपाईलाई बेइज्जत लाग्यो हो अहिले आमाले फोन हान्छन् मलाई जस्ट जोकिङ हैन फोर त दोस्तियो बोकेर हिँड्न स्वाएन होइन तपाईलाई नराम्रो लाग्यो हो छैन हो मलाई जे पनि म सबै ठिक लाग्छ छैन भेरी मेरो काका पो हो त हैन मलाई केही रमाइलो लाग्दैन रे हिँड्नु कसम भाइ यसो गर्नु न हो त यो पुल क्रसर तल पो हो हो गाइस धेरै टाढा आएको फिल भयो ट्रेन आउनु बेला ट्रेन आउँदा त कस्तो दामी देख्छ नि हेरे यो घरको मान्छेलाई कहिले डिस्टर्ब होला है घरको अघि घाँस काटिरहेको थियो यो ट्रेन सम्बन्धी काम गर्ने होला त अनि अघि घाँस काटिरहेको थियो कि हो नत्र यस्तो ठाउँमा कहाँ घर ल यहाँ घाम डुब्न लाग्यो नेपालतिर डुबिसक्यो यहाँ कति 7 बज्न लाग्यो स्टाफ नभए केही न केही उसको होला कि स्टाफ त हुन्छ केही न केही पैसा पाउँछ कि यिनीहरूले स्टाफै नहोस् पनि तर केही पाउँछ यो रोडमा घर हुनेहरूलाई हो कस्तो हो र हो पाइन्छ कस्तो मजाले बनाएको हेर न है फेरि गहिरोमा है यता र उतामा यस्तै त हुन्छ नि त नि ट्रेनको कस्तो गहिरो ए मेरो मामा घर ट्रेनमै जाने हो भाइ होइन काका मेरो मामा घर ठोरी हो ल हेर्न त छोरीमा छ त छ अहिले चाहिँ ओह्रालो भएर छिटो भएको अब चाहिँ हामी आइपुगिसक्यौँ मतलब घर त आइपुगेको छैन यहाँनिरको पार्क आइसक्यौँ वहाँ डाँडाबाट होइन यहाँ पार्कमा पनि कति राम्रो फुल फुले सिस्नु सिस्नु गाइस चेक रिपब्लिकमा गाइस आफ्नो आफन्तहरू चेक रिपब्लिकमा सिस्नु खाना छ तरकारी म बनाइदिन्छु गएर के पाएन यहाँबाट भर्खर निक्लिएको थियो मेरो यहाँबाट गइसक्यो रे यतै छु भन्नु आएन रे ल बल्ल पार्कमा आइपुग्यो धेरै दुःख गरेर हिँडेर त्यहाँ पनि त्यो पिङ्क कलरको फुल्न थाले हावा यस्तो राम्रो मिलेको रुख छ यहाँ गएर बस्नु हुन्छ एकछिन चिसो लाग्दैन त्यो घाममा त लगाइरहेको थियो आनन्द आइरहेको थियो कि अहिले यो ओर्लेको मलाई त आज
अहिले चाहिँ 10 बजे होइन, हामी एकछिन त्यहाँ पार्कतिर बस्छौँ अनि आएर अब हिँड्दैछौँ होइन, रुममा आइपुग्न लाग्यो। अब भिडियो हेरेर माया गरिदिनु होला। बाई।